हेलो गाइस, वेलकम ब्याक टु आवर भिडियो। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो मैले पहिला धेरै भिडियोहरू हाल्थेँ अनि बिचमा छोडिदिएँ, मलाई मन परेन त्यो भिडियोहरू, त्यही भएर मैले बिचमा छोडिदिएँ। अहिले फेरि म आइसकेको छु मेरो अब नयाँ भिडियो लिएर। आजदेखिबाट मेरो नयाँ भिडियोहरू स्टार्ट हुनेछ। हजुरहरूले हेरेर माया गरिदिनु होला। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यता आरामै छु। सो अब चाहिँ म हजुरहरूलाई एउटा कुरो देखाउने छु। सो चलो। वाओ, किधर हो? वाओ, उधर भी है, वो अच्छा है। वाओ, यता पनि छ। सो म चाहिँ यता छु। यो चाहिँ यो चाहिँ हाम्रो मामा घरमा हो हैन। यो चाहिँ बिउ फुलहरू भएको चाहिँ मेरो मामा घरमा हो। मेरो दोकान मम्मीले चाहिँ अहिले न्यू दोकान राख्नु भएको छ कि, अनि दोकान राख्नु भएछ। दोकान राखेको धेरै पछि 2-3 महिना भएछ हैन। अनि दोकान राख्नु भएको, अनि मेरो साइडमा फेरि मामाहरूको घर छ कि, अनि मामाको घरमा गएर अनि यस्तो बवाल फुल छ, हजुरहरूलाई देखाइदिएको है। अनि सो गाइज, मेरो दोकानको चाहिँ हजुरहरूलाई छोटो मिठो होम टुर गराउँछु है कि। सो A few moments later. हजुरहरूलाई देखाउँछु मेरो दोकानको होम टुर। सो गाइज, यहाँ करेन्ट चाउचाउदेखिबाट सबै पाइन्छ। छोटो मिठो किराना पसल हाम्रो। बाहिर चाहिँ चटपट पसल नै छ है। क्यारम बोर्ड पनि छ हाम्रोमा चाहिँ क्यारम बोर्ड पनि छ गाइज। सो हाम्रो चाहिँ अब इक्जाम भ्याएर चाहिँ मैले चाहिँ म चाहिँ 8 कक्षा हो नि त। अनि मैले चाहिँ बिएलई दिएर भ्याएर चाहिँ अनि हाम्रो छुट्टी छ। अनि छुट्टी भए तापनि मैले भ्लगहरू बनाएको थिएन है। अनि आज चाहिँ मैले भ्लग गर्ने सुरु गरेर चाहिँ भ्लग बनाएको छु। सो गाइज, मेरो भाइ उठ्यो एकछिनै। A few moments later. चाहिँदैन, मनी चाहिँदैन। अनि द्याट हाम्रो इक्जाम भ्याइएको चाहिँ धेरै दिन भइसकेको छ होइन। अनि मैले इक्जाम भ्याएपछि भ्लग बनाउँछु भनेको थिएँ। सो मैले भ्लग बनाउनै पाएन होइन, त्यसको लागि सरी। अनि मैले चाहिँ आज चाहिँ म भ्लग बनाउँछु भनेर आएको छु होइन। अनि आज चाहिँ मैले धेरै लामो कुरा गर्दिनँ भनेर छोटो भ्लग लिएर मात्रै आएको छु। अनि यो भ्लगलाई हेरेर हजुरहरूले माया गरिदिनु होला। मेरो चाहिँ इक्जाम भ्याएको पनि धेरै दिन भइसक्यो, बिएलडी दिएर इक्जाम भ्याएको पनि धेरै दिन भइसकेको छ। अनि अब के हुन्छ, रिजल्ट आएपछि थाहा हुन्छ इक्जाममा होइन। अनि आज चाहिँ हाम्रो भिडियोलाई यहीँबाट म समाप्त गर्नेछु। हजुरहरूले यो भिडियो हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न अवश्य नभुल्नु होला। सो हजुरहरूले माया गर्नुहुन्छ भन्ने मलाई आशा छ। अनि सबैजनाले यदि मलाई साथ सपोर्ट गरेर मलाई माया गर्नुभयो भने चाहिँ अब उहाँहरूलाई धेरै हृदयबाट धेरै धन्यवाद होइन। अब के हुन्छ, अब कति सब्सक्राइब कति लाइक हुन्छ भन्ने कुराहरू त पछि नै गएर थाहा पाउँछ। ओके, आज भिडियो यति नै, बाई।